हेलो साथीहरु, के तपाई भोट हालिसक्नुभयो? भोट हालेर कसले जित्छ भने पर्खाइमा बस्नु भएको छ? आउनुस् आजको भिडियोमा म तपाईलाई भोट कसरी हेर्ने त बारेमा जानकारी दिन गइराछु। सबभन्दा पहिला तपाई आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नुहोस्। त्यसपछि सर्च बारमा गएर इलेक्सन डट अनलाइन खबर .com सर्च गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस आउँछ। तपाई के को हेर्न चाहनुहुन्छ? होम पेजको हेर्न चाहनुहुन्छ कि पार्टीको हेर्न चाहनुहुन्छ? यदि क्षेत्रगतको हेर्न चाहनुहुन्छ भने क्षेत्रगत उम्मेदवारमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ झापा 5 को बालेन्द्र शाहको रहेको छ भोटिङ 1478 र केपी शर्मा ओलीको रहेछ 384। तपाई कुन प्रदेशको हेर्न चाहनुहुन्छ? यदि तपाई आफ्नो प्रदेशको हेर्न चाहनुहुन्छ भने तपाई आफ्नो प्रदेशमा क्लिक गर्नुहोस्, आफ्नो जिल्लामा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको जिल्लाको हरेक क्षेत्रको अप्सन दिइहाल्छ। कसको कति भोट छ भनेर हेर्न सक्नुहुन्छ। यदि तपाई बालेन शाहको भोट कति छ भनेर हेर्न चाहनुहुन्छ भने झापा जिल्लामा गएर क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ बालेन्द्र शाह यहाँ दिएको छ 1478। साथीहरु, तपाई पक्कै आफ्नो मोबाइलबाट भोटिङ हेरिसक्नु भएको होला। को जित्छ को हार्छ भनेर तपाईको मनमा विचार आइसक्यो होला। ल साथीहरु, आजको लागि यति मात्र। फेरि भेटौँ होला अर्को भिडियोमा। धन्यवाद।